हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हाम्रो मम्मीहरू मेला जानुभएको थियो है। मेलाबाट थाकेर आउनुभयो होला, त्यही भएर बेलुकाको खाना म बनाउँदैछु। अनि बेलुकाको खानामा चाहिँ मैले रोटी अनि साग बनाउन लागेको छु। अनि अघि नै म मकै पनि पोल्न हालेको छु है। मकै खाँदै रोटी पकाउँदै यता मम्मी चाहिँ बाटी काट्दै हुनुहुन्छ। अनि ठुलबा चाहिँ रोटी गर्दै हुनुहुन्छ, कतिवटा रोटी हाले छोरोले भनेर, कतिवटा मेरो भागमा पर्छ भनेर हिसाब गर्दै हुनुहुन्छ होला सायद। पिर नगर्नु ठुलबा, यो थालको सबै हजुरले खाए पनि म फेरि बनाइदिन्छु, म हुँदाहुँदै चिन्ता किन। तपाईँहरूले देख्न सक्नुहुन्छ है, छोरीले हालेको रोटी खान पायो भनेर पक्का हाम्रो घरका सबैजना एकदम खुसी देखिन्छन्। यो मकै चाहिँ मजाले पकाएर खानुपर्छ है, फेरि पेट दुख्न थालिहाल्छ। ल फाइनली मेरो रोटी हाल्ने काम पनि सक्यो है। अब सबैजना परिवार सँगै बसेर खाने हो है। यसरी सबैजना परिवार सँगै बसेर खाँदा नमिठो पनि मिठो हुन्छ कि। भन्छन् नि, धनीको घरमा रिस डाहा अनि ईर्ष्या पाक्छ अरे। मिठो मसिनो पाक्ने भनेको त हामी गरिबकै घरमा त हो।